नमस्कार एन्ड वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म मटन करी बनाउन गइरहेको छु सिम्पल भिलेज स्टाइलमा। सो भिडियोलाई हेरेर अन्तिमसम्म साथ दिनुहोला। मैले 1 केजी जति मटन लिएकी छु अनि प्याज, टमाटर, अदुवा, लसुन, जिरो, हरियो खुर्सानी, हरियो धनिया मिक्सरमा ग्राइन्ड गरेकी छु र पेस्ट बनाएकी छु। हेर्न सक्नुहुन्छ भिडियोमा। मटन यसरी फर्स्ट टाइम बनाइरहेको छु। अब हेरौँ कस्तो हुन्छ। कुकरमा बनाएर ट्राई गरिरहेको छौँ। कुकरमा बनाउँदा एकदम सफ्ट हुने भएकाले। अब तेल तातिसकेपछि त्यसमा ग्राइन्ड गरेको प्याजको पेस्ट राखेकी छु। अब प्याजलाई मजाले 5-7 मिनट जति चलाउने जबसम्म यसको तेल आउँदैन बाहिर अनि अलिक ब्राउनिस कलर आउँदैन तबसम्म। अब मजाले चलाइसकेपछि त्यसमा अदुवा लसुनको पेस्ट राख्ने अनि यसलाई अझ मजाले चलाउने। मैले आगोमा ट्राई गरिरहेको छु। आगोमा बनाउँदा एकदमै मिठो हुन्छ, त्यही भएर हजुरले पनि ट्राई गर्नुहोला। आगोमा पकाएपछि एकदम सफ्ट हुन्छ। हाम्रो क्याट पनि एकदम वेटमा छ, कति बेला पाक्ला भनेर यसलाई लास्टै हतार भएको छ। अब मसलाहरू मजाले फ्राई भइसकेपछि त्यसमा टमाटरको पेस्ट राख्ने अनि यसलाई मजाले चलाउने। मैले मिट मसला पनि राखेकी छु। मलाई एकदमै स्वादिष्ट लाग्छ यो राखेपछि। हजुरहरूलाई मन पर्दैन भने यसलाई स्किप गर्न सक्नुहुन्छ। अब यसलाई मजाले चलाउँदै गर्ने राम्ररी। चलाइसकेपछि यसमा बेसार अनि अलिकति स्वादअनुसार नुन राखेकी छु। यसलाई मजाले मिक्स गरिसकेपछि अब पालो आयो मटन हाल्ने। अब यसमा मटन मजाले राखिसकेपछि सबै राख्ने। अब मटनलाई मजाले चलाउँदै गर्ने जबसम्म हात थाक्दैन तबसम्म मजाले चलाउने। अब यसलाई मजाले चलाइसकेपछि अब यसलाई एकछिन ढाकिदिने। अब ढाकेर निकालिसकेपछि यसमा पानी एड गर्ने। जति हजुरहरू गर्न चाहनुहुन्छ त्यही अनुसार राख्नुहोला। अब एकछिन यसलाई राम्ररी चलाउँदै गर्ने। अब यसमा सिटी लगाउने ढाकेर। युजली मान्छे सादा सिटीमा निकालिहाल्छन्, तर मैले 12, 13, 14 खै कति लगाएँ याद पनि छैन मलाई।
त्यही अनुसार गरेँ। अनि एउटा लास्ट काम पाकिसकेपछि निकालिसकेपछि यसमा मैले धनिया एड गरेकी छु मजाले। भइसकेको छ हाम्रो मटन करी। अब यसलाई हजुरहरू भातसँग रोटीसँग केहीसँग पनि खान सक्नुहुन्छ। एकदमै ग्रेभी मिठो कस्तो राम्रो देखिरहेछ। कस्तो भयो र तिमीलाई कस्तो लाग्यो? हेलो कस्तो लाग्यो? हामीले त एकदमै मिठो मानेर खायौँ। आजको लागि यति नै। हजुरहरूलाई भिडियो मन परेको छ भने लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू फर वाचिङ। बाई, टेक केयर।